हेलो साथीहरू, हेर्नु त मन्डी आएको थिएँ आज। कति भिड छ। एउटा चुराहरूको दुकान छ, त्यो लैजान्थ्यो यार जिराहरू। 10 की कौन सी है? सबसे आगे वाली, ये वाली। जीरा 3, ये 3 दे दो। हेर्नु चाहिँ बेलुकातिर सब्जी ल्याउन आएपछि यस्तो हुन्छ क्या। अलिक सब्जीहरूको त्यो मन्डीतिर बनाउँछु भने चाहिँ अलिक थियो, त्यहाँ मोबाइल समात्ने ठाउँ भएन कि डर पनि लाग्छ नि त। बेलुकातिर तान्छन्, कसैले खोसेर ल्याइन्छ भनेर। त्यही भएर अनि जाँदाखेरि सब्जी लिएर जाँदाखेरि बनाइरहेको छु। हेर्नु है, बेलुकातिर पनि यस्तो भिड हुन्छ क्या। 8, 9, 10 बजीसम्म पनि भिड भराएकै हुन्छ है। यो चाहिँ मेन रोडबाट भित्र बस्नु हाम्रो रुमहरूको लागि। रुम जाने बाटोमा पनि बजारै छ। हामी चाहिँ आफ्नो गलीमा आइसक्यौँ सब्जी ल्याएर। आमा छोरी गएको थियौँ नि त सब्जी ल्याउन। जस्ट आफ्नो रुमको अगाडि आइपुग्यौँ। यहाँबाट माथि जाने हामी चाहिँ फाइनली सब्जी लिएर आइपुग्यौँ। हेर्नु सब्जी लिएर आइसक्यौँ। अब चाहिँ सब्जी बनाउनुपर्छ। एकछिन मन्डी गएको है, हेर्नु त पसिनाहरू। गाह्रो छ।